म अशक्त होइन, म कामहरू खाने मान्छे हो। मसँग 2 हात पाखुरा छ, खुट्टा अलिकति उ भयो भने मसँग दम छ क्या, कामहरू हान्नुपर्छ भन्ने सोच बोकेर हिँडेको मान्छे हो म। बुझ्नु नि? अन्त हर्क सामङ जस्तो कियार हालिहाली सहयोग माग्दै माग्दै बदनाम गर्ने होइन नि, यो राष्ट्रको विजेत भएको छ, राष्ट्रको देशकै विजेत भयो। हर्क साम्पाङले क्युआर हालेर के आफ्नो घरमा जम्मा गरे त पैसा? कहाँ के गरे त? खोइ कहाँ मलाई एकचोटि भन्नु न। दार्चुलामा पुल बनेको ए देख्नुहुन्न? तपाईँले दार्चुलाको पुल त नेपाल सरकारको लट्ठा हो, त्यो तार जाली सबै सरकारले पठाएको हो। त्यो कुरा चाहिँ सदनमा बोल्दैनन् क्या उहाँ। पारदर्शिता त्यो हो क्या, उहाँले त्यो हो त्यो देखाउनु पऱ्यो नि त। सम्माननीय प्रधानमन्त्रीज्यू तपाईँलाई धन्यवाद भनिदिनु पऱ्यो क्या, त्यो लट्ठा पठाएको, त्यो तार जुनिया दिमाना हुन्छ नि, त्यो नेपाल सरकारबाट पठाएको हो। तर त्यहाँबाट बोकेर लगेकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यो काम चाहिँ गरेकै हो, त्यो काम चाहिँ श्रमिकलाई धन्यवाद है, फेरि हर्क सामङलाई होइन। त्यो ती तपाईँको तानाशाह, ती चाहिँ राणा शासन जस्तो क्या, तिनलाई म धन्यवाद दिन चाहन्न म। तर त्यहाँ जो झोलुङ्गे पुल निर्माण गर्नु पनि काम गर्ने व्यक्तिहरूलाई चाहिँ म सम्मान गर्छु। उहाँ हर्क साम्पाङ चाहिँ तानाशाह छन्। तानाशाह हिटलरको शैली, उहाँ हिटलरको शैली जस्तो उहाँको त्यो बानी आनीलाई कम गर्नुपर्छ, होइन भने जनताले पत्याउँदैनन्। अब आउने 753 स्थानीय तहमा नि, अब आउने स्थानीय चुनाव आउँदैछ, उहाँलाई पत्याउँदैनन्, सुध्रिनु पऱ्यो अनि बल्ल पत्याउनु। तपाईँको घन्टामा 10वटा स्ट्याटस हालेर केही हुँदैन, त्यो जनताले पत्याउँदैन। बालेन्द्र शाह जस्तो हुनु पऱ्यो, रवि लामछानेजी जस्तो हुनु पऱ्यो, बरु केही आएन भने बरु मसँग आधी घन्टा क्लास लिन आउनु पऱ्यो हर्क सामङज्यूले। म बरु ट्युसन पढाउँछु।